अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड चाहिँ आज रातिको 12:45 बजे हुँदैछ र यो गेम चाहिँ वाइल्डै क्रेजी हुन्छ है। लियोनल मेसी र अर्जेन्टिना चाहिँ ब्याक टु ब्याक वर्ल्ड कपको फाइनलमा पुग्नको लागि खेलिरहेका छन् भने इङ्ल्यान्ड धेरै पछि वर्ल्ड कप जित्न आइरहेको छ। धेरैलाई लाग्न सक्छ यो अर्जेन्टिनाको टिम एभरेज मात्र छ, तर जुन टिममा लियोनल मेसी हुन्छ नि त्यसलाई कहिले एभरेज भन्न मिल्दैन है। र उतापट्टि इङ्ल्यान्डमा नै सुपरस्टार्सहरूको कमी छैन क्या, स्पेसली ह्यारी केन र जुड बेलिङहाम यो वर्ल्ड कपमा जसरी चम्किरहेका छन्। र अर्जेन्टिना र यो इङ्ल्यान्डको एउटै कुरा सिमिलर छ क्या, उनीहरूले जसरी तसरी पेलेर अट्याक गर्नुपर्ने बेला अट्याक गरेर एज अ युनिट डिफेन्स गर्नुपर्ने बेला डिफेन्स गरेर यहाँसम्म आइपुगिसकेका छन् क्या। त्यो टिम मेन्टालिटी र टिम केमिस्ट्री छ नि अनराइभल्ड छ क्या। अर्जेन्टिनाको टिम केमिस्ट्रीको कसैलाई केही शङ्का छैन, तर जसरी यसपालिको इङ्ल्यान्डले अन्डर थोमस टुचल खेलिरहेछ नि त्यो मान्नै पर्ने छ है। हिस्ट्री र इतिहास आफ्नो ठाउँमा राख्थ्यो, तर वर्तमानमा नि यो गेम वाइल्डै बवाल हुनेवाला छ र अर्को इतिहास बन्नेवाला छ।